दुईटा यस्तो कम्पनीका आइपिओ जुन चाहिँ अहिले एकदम चर्चामा रहेको छ। यी दुईटै आइपिओ परे भने चाहिँ तपाईहरुले 2000 को 50,000 सम्म बनाउन सक्नुहुन्छ। पहिलो रहेको छ एभरेस्ट कलर जसको चाहिँ इपीएस 9.60 रहेको छ र नेटवर्क 113.97 रहेको छ। कम्पनीको इस्यु म्यानेजर मुक्तिनाथ क्यापिटल रहेको छ र कम्पनीलाई BB को रेटिङ दिएको छ। यो आइपिओ जेठ 22 गतेदेखि 27 गतेसम्म भर्न मिल्ने गरी खुल्नेछ। यसले चाहिँ 6,55,700 किता शेयर जनरल पब्लिकको लागि निष्कासन गर्दैछ। अर्को रहेको छ सर्वोत्तम पेन्ट जसको इपीएस 7.58 रहेको छ र नेटवर्क 110.17 रहेको छ। कम्पनीको इस्यु म्यानेजर ग्लोबल आइमी क्यापिटल रहेको छ र कम्पनीलाई BB- को रेटिङ दिएको छ। यसले चाहिँ 8.5 लाख किता शेयर जनरल पब्लिकको लागि निष्कासन गर्दैछ। यसको चाहिँ डेट अनाउन्स भएको छैन र अनाउन्स भएपछि हामी तपाईहरुलाई इन्फर्म गर्ने नै छौं। हाइड्रो पावर भन्दा फरक सेक्टर भएकाले यी आइपिओहरुलाई मार्केटले निकै चासोका साथ हेरिरहेको छ। तपाईहरु कुन चाहिँ आइपिओ को पर्खाइमा हुनुहुन्छ कमेन्ट गर्नु होला।